मेरो फोन डाल्यो हावाले मेरो फोन डाल्नु आँट्यो साथीहरू हावा खराब छ फोन अलिक उत्ता पुऱ्याए यस्तो धन्न त्यसले चाहिँ उयो गरेछ यी साथीहरू हो हामी फोटो खिच्दैछौँ अनि हेर्नुहोस् न हावा मजा आएर त मजा आल्छ यहाँ शीतल भएर चाहिँ हो हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल अनि हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो नयाँ दिन अनि नयाँ भ्लगमा हो अनि साथीहरू आज चाहिँ म होइन उयो हामी चाहिँ अब यहाँ बहिनीहरूसँग साथीहरूसँग चाहिँ घुम्नु लागि चाहिँ हामी तल टिङनिङ भ्यू पोइन्टहरू जाँदैछौँ अनि गाडी चाहिँ अहिले दिन परेको होइन गाडी पाएकै छैन हो अनि के कारणले गाडी नपाएको भनेर चाहिँ म हजुरहरूलाई देखाउनेछु नि ल यहाँनिर मैले गाडी नपाएको कारण चाहिँ आज चाहिँ रामनवमी हो होइन त्यही भएर चाहिँ यहाँनिर उयो के भन्छ पुरा यहाँनिर र्याली रहेछ नि दाजु तिनीहरू आउँदैछ त्यही भएर पनि गाडी पनि जाम भएको होला प्लस आज सन्डे पनि हो त्यही भएर चाहिँ यो स्ट्यान्डमा चाहिँ यस्तो भइरहेको छ हो हामी चाहिँ यहाँनिर 15 मिनट जस्तो भइसक्यो आधी घन्टा जस्तो भइसक्यो गाडी पर्खेको चाहिँ आएकै छैन हो जाने हामी 3 जना हो है गरिदियो सबै मेरो घरमा हेलो हामी 3 जना छौँ यहाँ चाहिँ घुम्नु गएको है गाडी नपाएर चाहिँ रड्डी भइरहेछ यहाँ गाना बज्दो रहेछ नि त अनि हामीले गाडी चाहिँ पायौँ हो 3 जना बसिरहेको छ ब्याक सिटमा होइन अनि गाडी चाहिँ हेर्नुहोस् यो कस्तो जाम छ पछि डम्मै छ जाम भइरहेको छ हामी चाहिँ जाँदैछौँ अनि साथीहरू होइन हामी चाहिँ अब गाडीमा चाहिँ अहिले यहाँनिर झरेको हो यहाँनिर झऱ्यौँ अब चाहिँ हामी जाँदैछौँ अनि यहीँ भर्खर झरेको हो यहाँबाट चाहिँ हिँडेर जानुपर्छ हामी चाहिँ खासमा गएको चाहिँ कहाँ हो भन्दा चाहिँ धुपी डाँडा भन्ने अहिले चाहिँ त्यहाँनिर प्रायः जान्छ है घुम्नुहरू है अलिकति राम्रोहरू त्यहाँनिर चाहिँ छ अरे अनि म चाहिँ अब हामी चाहिँ त्यहीँ जाँदैछौँ हजुरहरूको लागि किनभने अब तपाईँहरूले पनि अब मेरो भ्लगहरू हेर्नुहुन्छ होइन कति अब मिरिकमा पनि अब कति राम्रो राम्रो घुम्ने ठाउँहरू छ नि त सो त्यही भएर अब धुपी डाँडामा चाहिँ प्रायः आउँछ घुम्नुहरू हो अहिले अलिकति राम्रो बनाएको छ अरे अनि हामी त्यहाँ जाँदैछौँ म तपाईँहरूलाई त्यहाँ पुगेर चाहिँ सिनहरू यहाँ देखाउँदै जानेछु नि हेर्नुहोस् न यहाँ यस्तो छ यी हो यसरी हराभरा यहाँबाट चाहिँ अब हिँड्दै जानुपर्छ हाम्रो कुदेको म यिनीहरूलाई देखाउन लागि ए 2 बहिनी आउँदैछ हामी गएको चाहिँ 3 बहिनी हो हाम्रो झोलाहरू चाहिँ यहाँ यस्तो छ है एकदम यहाँनिर चाहिँ अब हाम्रो के खानेकुरोहरू छ अहिले हजुरहरूले देख्नुहुन्छ हो अनि यो बाटोबाट चाहिँ जानु पर्दो रहेछ मजा आयो जाँदैछौँ वेदर पनि एकदम ठिक्कैको घाम है गरम पनि बेसी छैन हो अब हामी 3 बहिनी जाँदैछ सल्लाह मिलिहाल्छ हिँडी पनि हाल्छौँ हामी त है 3 जना हामी चाहिँ अब यहाँ जाने चाहिँ यहाँनिर यो धुपी डाँडा हो यहाँनिर छ त्यहाँ जाने हो अब हामी चाहिँ हिँडेर जाँदैछौँ मेन रोडमा चाहिँ गाडीमा झरेर चाहिँ हामी चाहिँ अब लोकल गाडीहरूमा आएको नि त सिलगढी जाने हो गाडी नलिआएको अनि त्यहाँ झरेर चाहिँ त्यहाँबाट हिँडेर आएको अलिक टाढो पर्दो रहेछ ऊ त्यहाँ हो हामी जानेछौँ यहाँनिर हेर्नुहोस् न यस्तो यो कस्तो मजाले फुलेको रहेछ यो के पो भन्छ यसलाई बिर्सेको पनि नाम छ यसको नाम त के पो भन्छ यसको नाम के पो भन्छ दिपिकालाई याद होला यसको नाम छ्या हौ यो फुल छ नि यस्तो यी बारहरूतिर हुन्छ मजाले फुलेको रहेछ यहाँनिर हेर्नु नि अनि यहाँनिर हेर्नुहोस् न यहाँ मजाले यो चिया पत्तीहरू पनि कस्तो मजाको भइरहेको रहेछ हो यहाँनिर सबै यो चाहिँ काटेको गाजमा चाहिँ यसरी पलाउँछ नि त हो हेर्नु नि
मजा घर भएर अब हामी चाहिँ ठाडो उकालो चढ्नुपर्छ है साथी हो अनि हेर्नुहोस् हिँड्नुपर्ने चाहिँ यस्तो बाटो रहेछ कि अलिक तपाईँहरू अब जुत्ताहरू चाहिँ अब यहाँ आउनुभयो भने चाहिँ धुपी डाँडामा घुम्नु आउनुभयो भने चाहिँ अलिक सजिलो जुत्ताहरू चाहिँ लाएर आउनुपर्ने रहेछ साथीहरू यस्तो ठाडो बाटो पो रहेछ त है बहिनीहरू ठिक छ दुईजना बहिनीले ब्यागको झोलाहरू बोकिरहेछ म चाहिँ रित्तो छु र नि मलाई चाहिँ साह्रो ला चिप्लिने पो रहेछ त है यहाँ हेर्नु साथीहरू हिँड्नुपर्ने चाहिँ यस्तो बाटो रहेछ नि त्यो धुपी डाँडा पुग्नु चाहिँ साह्रो रहेछ है यस्तो बाटो रहेछ ए ला चिप्लिन्छु होला म त मोरै डर लागेर दुईजना त हिँड्यो त हेर्नु यस्तो बाटो चाहिँ हिँड्नुपर्ने रहेछ त्यो बाटो चाहिँ भएन हौ अलिकति यहाँनिर अप्ठ्यारो रहेछ हौ अरू त ठिकै छ हो हावा आउँदैछ त्यतिकै जाँदैछौँ हामी अम्बो साथीहरू ठरै भयो भगवान् उकालो त आउनु आयौँ होइन अहिले ओह्रालो चाहिँ कसरी झर्ने हेर्नुहोस् है यस्तो बाटो म त मरै साह्रो पर्यो हिँड्नु सक्दिनँ कि मलाई त कस्तो साह्रो पर्यो है आम्मामा लु यहाँबाट चाहिँ स्टार्ट भयो हामी चाहिँ धुपी डाँडा आइपुग्यौँ हो आम्मामा लु धुपी डाँडा आउने सपना पनि पुरा भयो है तर साथी हो बाटो चाहिँ यस्तो रहेछ हो यहाँबाट सिनहरू होइन भ्यूहरू चाहिँ धेरै राम्रो देख्दो रहेछ तर बाटो डेन्जर अब कतिजना तपाईँहरू अब हिँड्नु नसक्ने मान्छेहरू त आँट नगर्नुहोस् यो जग्गामा आउनु हो भ्यूहरू त अब कति राम्रो नि देख्ने तर बाटै भएन आम्मामा कसरी हिँड्नु हेर्नुहोस् है दामी चाहिँ दामी देखेको हेर्नुहोस् है लु साथीहरू हो अनि हिँड्नु चाहिँ आम्मामा मलाई त साह्रो पर्यो ओ तुर तुर चुनु थाल्यो नि पसिना बेसी लेख्छ यहाँ बहिनीहरू ल ओ एन्जल यहाँ छ दुईजनालाई जितेको दिपिका यहाँ छ आमामा कसरी आउनुहुन्छ है तपाईँहरू नआउनुहोस् होला भन्नु पर्यो अब सबैलाई कस्तो अप्ठ्यारो बाटो रहेछ अन्त कपल्सहरूको लागि चाहिँ होला सायद उतालातिर सबै रहेछ त मान्छेहरू रहेछ उताला तल बसेको रहेछ हावा चाहिँ दामी आयो है आइपुग्यौँ हामी हो अलिक राम्रो जग्गामा बस्छ पुरा बोतलहरू फुटाएको रहेछ यहाँ न साथीहरू यहाँ पनि बिरिरी पसिना यहाँ पनि तर पसिना चाहिँ यो उकालो हिँडेकोले हो ल बहिनी कति गरम भयो भनिदेऊ न खतरा गरम भयो है तर हावा चाहिँ दामी आयो है शीतल हावा आयो यहाँबाट भ्यूहरू चाहिँ राम्रो राम्रो देख्दो रहेछ हौ पर राम्रो सजिलो जग्गामा बस्यो छेउमा हामी उतालाई सम्मानमा बसौँ हौ यस्तोमा नबसौँ यहाँ है बस्ने ठाउँ छैन यो यही हो उतामा त मजाको यस्तो उत्तार हेर्ने हरू रहेछ त अन्त एकछिन ल हेरौँ एकछिन हेरौँ एकपल्ट ए त्यस्तोहरू रहेछ हौ केटाहरू रहेछ हौ फुल फुल्यो बामारामा यहाँ त म एउटा नेपालीमा पनि रिल्स बनाउनु पर्यो बहिनी हो नेपाली गानामा केमा भन त त्यो चियाको गाजवालै छ नि एउटा गाना नेपाली यता सजिलो सम्ममा बसौँ ल बहिनी हो यता चियाको बोटमा भन्दै यसरी बनाउनु पर्ने रहेछ साथीहरू ब्लग चाहिँ हो यहीँ बसौँ न हामी यहाँ यो जग्गामा ल त्यहाँ त नबसौँ यी साथीहरू हो हामी फोटो खिच्दैछौँ अनि हेर्नुहोस् न हावा मजा आएर त मजा आएछ यहाँ शीतल भएर चाहिँ हो एकछिन हामी फोटोहरू खिचेर फोटोहरू क्लिक गर्दैछौँ फोटोसुट गर्दैछौँ हो अनि त्यहाँबाट मात्रै हामी चाहिँ के खाने कुरोहरू लिएर आएको छौँ त्यहाँ चाहिँ खाने हो यहाँनिर दुईजना पनि फोटो खिच्दैछ एकछिन त अब थाकेको गरम भएको एकछिन फ्रेस पनि भएको हो यस्तो रहेछ हौ यहाँनिर तपाईँहरूले हजुरहरूले अब देखिहाल्नु भयो होइन खाँदिनँ भने अरूको फेरि मुड अफ मात्रै हुन्छ मैले पनि अब
अनि साथीहरू हेर्नु न कस्तो मजाको मन्दा मन्दा हावा आइरहेको छ हो हावामा चाहिँ अब हामी चाहिँ धेरै अब रमाइरहेको छौँ इन्जोय गरिरहेको छौँ हो यो पानीको साथमा होइन मजा आयो हो आज हामी साथीसँग अनि यो त चटनी है साथी यो चाहिँ अब हामीले विङ्सहरू चिकन विङ्स पनि लिएर आएको थियौँ कि त्यो चाहिँ खाइसक्यौँ यो चटनी चाहिँ यसमा थियो हेर्नु कस्तो मिठो यो चाहिँ अब चटनी पनि हो अनि खाँदैछौँ अनि हावाहरू कस्तो मजाले चलिरहेको छ अब चाहिँ हामी चाहिँ यहाँ बसेर म चाहिँ रुखमा यसरी अडेस लागिरहेको छु हो जेवन बेसी नै चाहिन्छ मलाई हाँस्दैछ यिनीहरू हेर न अडेस लागेर चाहिँ हो तल तल हेर्नुहोस् हो साथीहरू गाडीहरू पनि हिँड्दैछ हो साथीहरू हामी चाहिँ यहाँनिर हो यो के पो झालमुरी बनाएर खाँदैछौँ बनाएको थियौँ हो खाँदैछौँ बाटोको रोडमा मधेसहरूलाई त दामी लाग्छ होला कि तर उकालाउनु साह्रो है यो त हामीले विङ्स लेख्थ्यौँ होइन चिकन विङ्स त्यसको चटनी हो साथीहरू यो चाहिँ चटनी घरिघरि अब हाम्रो यो हामीले यहाँनिर बनाएको के भन्छ यो झालमुरी चाहिँ पिरो छैन नि त्यो चटनी चाहिँ यसरी साथीहरू हामीले झालमुरी खाने यो यसरी उगाएर खाने पनि हेर्नुहोस् न हाम्रो त एकदम अर्ग्यानिक छ अर्ग्यानिक भन्नु पर्यो के भन्ने यसलाई यो चाहिँ चियाको यो गाज हुन्छ नि गाजको चाहिँ अब हामीले चाहिँ यसरी उसले पत्ता छिप्पीको पत्ता टिपेर लिएर चाहिँ नि साथीहरू अब यहाँनिर केही छैन हो यो चाहिँ अब यो हाम्रो झालमुरीलाई चाहिँ यसरी गरेर चाहिँ हजुरहरूलाई मैले सिकाएको छु सिकाउँदैछु यसो गरेर चाहिँ यसरी खानुपर्छ यम्मी चम्ची छैन हामीले चम्चीहरू चाहिँ ल्याउनु बिर्सेछ नि त्यसो त्यही भएर ल खुट्टा दुख्यो पत्ताहरू चाहिँ यहाँनिर हेर्नुहोस् यसरी चाहिँ खुट्टा उकाल्ने जग्गा छैन अलिक खुट्टा सर्ट खुट्टा कतिजना आएको छ हावाले मेरो फोन ढाल्नु आँट्यो साथीहरू हावा खराब छ फोन अलिक उत्ता पुऱ्यायो यस्तो धन्न त्यसले चाहिँ उयो गरेछ यहाँ यो पाउँदैन यो पनि लिएर आएको छु माथि एकदम अप रहेछ कि यहाँनिर क्यान्टिनहरूको केही फेसिलिटी छैन रहेछ त्यो भएर चाहिँ हामी यो लिएर आएको छु नि एकदम सबै बन्दाजमा आएको साथीहरू त्यसमा कस्तो मजाले हरियो पत्ती आएको रहेछ होइन यहाँ गाजमा चाहिँ अनि हामी चाहिँ यहीँतिर यसो रिल्सहरू बनाउँदैछौँ हो हराभरा कस्तो राम्रो देखेको भ्यूहरू हेर्नुहोस् नि यहाँबाट पारी पारी कस्तो राम्रो भ्यूहरू देख्दो रहेछ यहाँबाट हो तल तलहरू हामी चाहिँ योहरू हेर्दै बसिरहेको छौँ अहिले अब एकछिनबाट चाहिँ फर्किने एक दुईवटा रिल्सहरू पनि बनाउँदैछौँ हो अब चाहिँ हामी यहाँबाट हिँड्नु आँटेको हो पुरै रिल्सहरू कति धेरै बनायौँ अनि वेदर पनि अब हेर्नुहोस् न पानी पर्नु आँटेको जस्तो भयो पुरा आकाश कराएको छ हो गाडाङ गुडुङ कराएको कराइरहेको छ अनि हेर्नुहोस् न कस्तो मजाको देखिरहेको छ कमानबारीहरू पनि अनि साथीहरू हेर्नु न मेरो लुगाको हालत त म त वाइट चिज त यसरी सम्हाल्नु सक्दिनँ प्यान्ट चाहिँ यस्तो भयो यहाँनिर धुलो रिल्सहरू बनाउँदा ओर्दा प्यान्टको चाहिँ कस्तो बेगति भयो हो अब चाहिँ हामी यहाँबाट चाहिँ हिँडेको साथीहरू हो सो साथीहरू अब हामी चाहिँ निस्केको यहाँबाट हो भिडियोहरू फोटोहरू चाहिँ पुरा बनायौँ जाँदैछु अहिले चाहिँ यो ओह्रालो चाहिँ निकै डाउन रहेछ नि त कि सो त्यही भएर अहिले चाहिँ हामी यो एकदम सर्टकट बाटो तेर्सो बाटोबाट चाहिँ जाँदैछौँ हेर्नुहोस् नि वाउ घर फर्केको होइन रफ्तार तेज रफ्तारमा चाहिँ हामी फर्किँदैछौँ किनभने अघि आउँदा एकदम स्लोमा थियो नि अहिले चाहिँ रफ्तार पानी पर्नु आँट्यो नि त अलिअलि त थोपाहरू चुँदैछ पनि हो त्यही भएर चाहिँ फर्किँदैछौँ अब हेरौँ माथि डाँडाबाट गाडी पाउँछौँ पाउँदैन है आज चाहिँ अलिकति अब रामनवमीको कारणले गर्दा चाहिँ गाडीहरू अलिकति सिलगढीहरू कम्ती गयो अरे कि त्यही माथि सन्डे पनि हो अनि त्यही कारणले गर्दा पाउँछौँ पाउँदैन इन्जोय चाहिँ फुल गरिङ होइन आज मेरो अब लुगा देखेर तपाईँहरूले थाहा पाउनुहुन्छ मेरो लुगा चाहिँ कस्तो हालत भएको छ होला कस्तो चाहिँ इन्जोय गर्ने रिल्स बेसी बनाएकोले चाहिँ वाइट पेन्टको हालत त अब बेगति त्यो ओह्रालो चाहिँ नआएर चाहिँ हामी चाहिँ यस्तो बाटो कमानबारी भएर आएको किनभने तेर्सो बाटो के साथीहरू
त्यही भएर मेरो प्यान्टको हालत चाहिँ यस्तो भयो हेर्नुहोस् है यी वाइट प्यान्ट त अनि हामी चाहिँ अब होइन यहाँनिर मेन रोडमा चाहिँ आइपुग्यौँ हो आइपुग्न आँटिङ भन्दा पनि भयो किनभने अब यताबाट चाहिँ आउँदो रहेछौँ गाडीहरू अब हेर्नुपर्छ है हिँडाइ चाहिँ अब जोडै भयो हो कुद्दैछ यिनीहरू सबैजना अत्तालिँदैछौँ हामी हो किनभने पानी पर्ला जस्तो भयो नि त ब्याग झन्डै झऱ्यो एन्जलको यहाँबाट चाहिँ अब एकछिन गाडी पर्खिने खासमा चाहिँ हामी त्यहाँ भ्यू पोइन्ट पनि जाने भनेको थियो खै नभ्याउला जस्तो भयो आज हो यहाँनिर गाडी हेरौँ न है गलेर हत्तु भयो पसिनाहरू हेर्नु है खै गाडी आउँदैछ त्यो गाडीमा सिट पायो भने चाहिँ हामी जाने हो यो गाडी कुन चाहिँ हो खै अलिक माथि आएपछि देख्ने रहेछ हौ ए एन्जल नानीले रोक्छ अन्त यदि छैन भने चाहिँ सर्टकट जाउँ है यहाँबाट उ माथि पुग्ने गरी एकैचोटि हेर त बहिनी सिट छ कि छैन मिरिकसम्म ल जुङ गाडी पायौँ अब हामी त्यहाँ भ्यू पोइन्टमा जान्छ नै भइगयो सेकेन्डमा हुन्छ ल एन्जल आउनु एन्जल 3 जना अट्छौँ आउँ हेलो साथीहरू अनि म चाहिँ घरमा पनि आइपुगेँ हो घर आइपुगेर लुगाहरू सबै चेन्ज गरेर मुखसुख धोएर एकदम फ्रेस भएर बसिरहेको छु टी सर्ट पनि भिजेछ हौ पानीले यहाँतिर हेर्नु न अनि हामी चाहिँ छिटै आयौँ किनभने हेर्नु न वेदर त्यहाँनिर अचानक कस्तो चेन्ज भएर चाहिँ पुरा गाडाङगुरुङ गरेर चाहिँ आकाशबाट अब पानीहरू पर्ला जस्तो भयो नि त होइन मसिनो पानीहरू पनि छिटायो अनि त्यही भएर चाहिँ हामी चाहिँ अब छिटै चाँडै आयौँ किनभने हामी त घरबाट नै ढिलो गएको नि त हामी घरबाट यहाँबाट निस्किँदा ओर्दा होइन कृष्णनगरमा निस्किँदा ओर्दा गाडीहरू पर्खिँदा ओर्दा त 1 बजिसकेको थियो हो अनि अहिले घर चाहिँ अब आइ पनि छिटै आइपुग्यौँ बेसी बसिन्न अनि हामी चाहिँ त्यहाँनिर माथि टिङलिङ भ्यू पोइन्टमा आएर चाहिँ म चाहिँ त्यहाँबाट पनि यसो हजुरहरूलाई भ्यूहरू देखाउने त्यहाँनिर पनि भिडियोहरू गर्नु भनेर सोचेको थिएँ हो तर त्यो केही भएन किनभने हतार भयो ल्या न पानी पर्छ कि भन्ने अब डर लाग्यो फेरि गाडी पनि नपाउँदैन भन्ने भएर चाहिँ हामी त्यो जुन फाटकमा निस्किनु बित्तिकै गाडी पनि फेरि टक्टक्क पायौँ नि त त्यही भएर चाहिँ त्यहीँबाट गाडीमा चढेर आएँ हो अनि हामी त्यहाँनिर भ्यू पोइन्टहरूतिर त जानु पाइनँ पनि म अब नेक्स्ट टाइम कुनै समयमा चाहिँ अब त्यहाँ गएर चाहिँ तपाईँहरूलाई हजुरहरूलाई त्यहाँबाट पनि मजाको भ्यूहरू देखाउने छु नि त ल अनि हजुरहरूलाई मेरो भ्लग कस्तो लाग्यो होइन हेरेर लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् होला अनि हजुरहरू समक्ष फेरि पनि नयाँ अनि राम्रो भ्लग लिएर चाँडै आउनेछु बाई बाई सी इन द नेक्स्ट भ्लग